ल अब आज हामी सिक्छौँ केही रुल्सहरू नोमेनक्लेचर आइयुपिएसी नोमेनक्लेचर कसरी गर्ने त पहिला आइयुपिएसी भनेको के हो अनि यसले अर्ग्यानिक कम्पाउन्डलाई किन नोमेनक्लेचर गर्ने रुल दिएको हो त त्यो बुझौँ आइयुपिएसी भनेको इन्टरनेसनल युनियन अफ प्योर एन्ड एप्लाइड केमिस्ट्री हो यो भनेको एउटा अर्गनाइजेसन हो जसले अर्ग्यानिक केमिस्ट्रीमा अर्ग्यानिक कम्पाउन्डहरूलाई कसरी नेम गर्ने भन्ने आइडिया दिएको छ ल सुरु गरौँ है त ल अब जहिले नोमेनक्लेचर गर्दाखेरि पहिला सब्स्टिट्युएन्ट भन्ने के हो त्यो थाहा हुनु पर्यो है सब्स्टिट्युएन्ट भन्ने के हो त्यो कुरा थाहा हुनु पर्यो त्यसपछि सब्स्टिट्युएन्टलाई हामीले प्रिफिक्स पनि भन्छ के भन्छ प्रिफिक्स सबभन्दा सुरुमा केलाई लेख्ने प्रिफिक्सलाई लेख्ने है प्रिफिक्स पछि हामीले अर्को केलाई लेख्ने भने प्रिफिक्स पछि चाहिँ आउँछ मेन रुट भनेको चाहिँ नम्बर अफ कार्बन कतिवटा छ त्यसलाई चाहिँ मेन रुट भनिन्छ जस्तो मेन रुटमा के पर्छ भने मिथ भयो प्रोप भयो मिथ एथ प्रोप ब्युट होइन गर्दै मेनमा पर्यो अब मेन भइसकेपछि अर्को भनेको के हुन्छ भने प्राइमेरी सफिक्स भन्ने हुन्छ प्राइमेरी सफिक्स भनेको के भने डबल बोन्डहरू होइन सिङ्गल बोन्डहरू यिनीहरू चाहिँ प्राइमेरी सफिक्समा पर्यो त्यसपछि अर्को हुन्छ सेकेन्डरी सफिक्स यो भनेको फङ्सनल ग्रुप हो फङ्सनल ग्रुप चाहिँ लास्टमा लेख्ने कहाँ लेख्ने लास्टमा लेख्ने ल पहिला सब्स्टिट्युएन्टलाई लेख्ने सब्स्टिट्युएन्ट पछि सब्स्टिट्युएन्ट भनेको प्रिफिक्स भइहाल्यो अनि मेन रुटलाई लेख्ने त्यसपछि त्यसपछि केलाई लेख्ने प्राइमेरी सफिक्सलाई लेख्ने प्राइमेरी सफिक्स भनेको जस्तो अब कुन बोन्ड हो एन हो कि सिङ्गल बोन्ड हो भने अल्केन हो कि होइन अल्किन हो कि अल्काइन हो कि त्यसपछि लास्टमा चाहिँ फङ्सनल ग्रुप लेख्ने पहिले अब रुल हेर्दाखेरि फर्स्ट भनेको कस्तो भने पहिला चाहिँ हामीले कार्बन चेनलाई चाहिँ सिलेक्सन गर्नु पर्यो कार्बन चेनलाई सिलेक्सन गर्दाखेरि एउटा दुईवटा मात्र कार्बन चेन छ यसमा चाहिँ फङ्सनल ग्रुप मात्रै छ अरू केही पनि छैन भने यसलाई सिधै लेख्नु मिल्यो इथेनल इथेनल यसमा गाह्रो भएन अनि अनि अर्को कुरा नोमेनक्लेचर गर्नुभन्दा पहिला फङ्सनल ग्रुपहरूको होइन प्रिफिक्स जुन वर्डहरू हुन्छ होइन सफिक्स वर्डहरू त्यो चाहिँ जानेर आउनु पर्यो जस्तो फङ्सनल वर्ड हामीले कसरी लेखिन्छ भन्दाखेरि अल्कोहललाई अल लेखिन्छ होइन त्यस्तै गरेर कार्बोजाइलिक एसिडलाई ओइक एसिड लेखिन्छ ओइक एसिड लेखिन्छ भने त्यस्तै गरेर एल्डिहाइडलाई अल लेखिन्छ यस्तै गरेर सबै अरू जति पनि छ नि त्यो पहिला पढेर आउनु पर्यो ल अब नोमेनक्लेचर गरौँ है अनि नोमेनक्लेचर गर्दाखेरि पिरियडिटीको कुरा गर्दाखेरि कार्बन चेन्जलाई कसरी नम्बरिङ गर्ने त यदि यदि कार्बन चेनमा सब्स्टिट्युएन्ट मात्र छ भने सब्स्टिट्युएन्टलाई पिरियडिटी दिने यदि कार्बन चेनमा सब्स्टिट्युएन्ट र त्यस्तै गरेर फङ्सनल सरी डबल बोन्ड छ भने अथवा मल्टिपल बोन्ड छ भने मल्टिपल बोन्डलाई फर्स्ट पिरियडिटी दिने अनि सब्स्टिट्युएन्टलाई बल्ल पिरियडिटी दिने यदि तिनटै कुराहरू भेटेको छ भने फर्स्ट पिरियडिटी फङ्सनल ग्रुपले पाउँछ त्यसपछिको पिरियडिटी मल्टिपल बोन्ड्सले पाउँछ मल्टिपल्स बोन्ड्सले पाउँछ त्यसपछिको पिरियडिटी भनेको कसले पाउँछ भन्दाखेरि सब्स्टिट्युएन्टले पाउँछ है ल वाट एभर योबाट यता जाउँ है ल त्यस्तै गरेर यसको नम्बर दिउँ है त ल पहिला कार्बन काउन्ट गरौँ एउटा दुईटा तिनवटा चारवटा अब यताबाट फेरि काउन्ट गरौँ एउटा दुईटा तिनवटा चारवटा ल अब यसो हेर्दाखेरि यसमा पिरियडिक कताबाट पाउने त अब यताबाट जुन यो साइडबाट छ यो साइडबाट जाँदाखेरि
तिम्रो जुन फङ्सनल ग्रुप छ नम्बर 3 मा पर्यो भने यताबाट तिम्रो नोमेनक्लेचर गर्दै जाँदाखेरि फङ्सनल ग्रुप 2 मा पर्यो भनिसकेपछि सबभन्दा सुरुमा पिरियडिकले पाउने रे फङ्सनल ग्रुपले भनेपछि यताबाट हामी काउन्ट गर्नु पर्यो कसरी काउन्ट गर्ने यताबाट काउन्ट गर्ने ल भन्दै गर्दा सुरुमा हामीले के लेख्ने अरे सब्स्टिट्युएन्ट लेख्ने यसमा सब्स्टिट्युएन्ट CH3 हो CH3 भनेको त्यो मिथाइल हो मिथाइल अब तिमी यताबाट काउन्ट गर्दै आयो भने यो कति नम्बरमा छ मिथाइल 3 नम्बरमा हैन 3 मिथाइल 3 मिथाइल 3 मिथाइल ल यो भनेको के भयो भने तिम्रो प्रिफिक्स भयो ल 3 मिथाइल त्यसपछि कार्बन चेन्ज सिलेक्ट गर्नु पर्यो एउटा दुईटा तीनटा चारवटाको कार्बन चेन्ज चारवटाको कार्बन के हो मिथ एथ प्रप ब्युट भयो हैन ब्युट ब्युट हो अब यहाँ सिंगल बोन छ भनेपछि तिमीले एन लेख्नु मिल्यो एन लेख इला चाहिँ इग्नोर गर्नुपर्छ यो चाहिँ रुल हो नोमेनक्लेचरको त्यसपछि यहाँ चाहिँ एउटा ड्यास देऊ यो कतिमा पर्यो 2 मा पर्यो हैन 2 मा पर्यो भने सकेपछि 2 2 यसको ऊ के हो सर्ट फर्म अल 2 अल ल यसको नाम के रहेछ 3 मिथाइल ब्युटेन 2 अल रहेछ है त 3 मिथाइल ब्युटेन 2 अल रहेछ ल अब क्वेसन नम्बर 3 मा जाउँ अब यसलाई नोमेनक्लेचर गर्दाखेरि अब हेर त सबभन्दा सुरुमा फङ्सनल बोन्डलाई चाहिँ पिरियोडिटी दिनु पर्यो भन्नुको मतलब फङ्सनल बोन्ड जुन सरी फङ्सनल ग्रुप छ सरी त्यसलाई पिरियोडिटी दिनु पर्यो फङ्सनल ग्रुपले चाहिँ मतलब कम नम्बर पाउनु पर्यो ल अब यताबाट नम्बर देऊ 1 2 3 4 5 है ल फेरि अर्कोतिरबाट देऊ 1 2 3 4 5 ल अब यताबाट गिन्दाखेरि फङ्सनल ग्रुप कतिमा आयो 3 मा आयो अब यताबाट गन्दाखेरि पनि कतिमा आयो 3 मा आयो भनेपछि फङ्सनल ग्रुप जताबाट गन्दा पनि केमा आउँदो रहेछ 3 मा आउँदो रहेछ अब हामीले के लाग्यो भने मल्टिपल बोन्डलाई मल्टिपल बोन्ड यताबाट हेर्दाखेरि कतिमा आयो 2 मा आयो भनिसकेपछि यो वेलाई मान्नु पर्यो यो वेलाई मान्नु पर्यो पहिला हामीले उसलाई फङ्सनल ग्रुपलाई हेऱ्यौँ फङ्सनल ग्रुप दुइटैबाट सेममा छ त्यसपछि अब हामी केमा जानु पर्यो मल्टिपल बोन्डमा जानु पर्यो मल्टिपल बोन्ड कताबाट नजिक पर्दो रहेछ यो वेबाट चाहिँ नजिक पर्दो रहेछ ल अब नाम दिउँ अब नाम दिँदाखेरि यहाँ के हुने भयो सरी ल अब नाम दिउँ यताबाट आउँदाखेरि कति मिथाइल भयो 4 मिथाइल 4 मिथाइल फोर मिथाइल त्यसपछि अब कसलाई नाम दिनु के लेख्ने हो अब चाहिँ हामीले मेन रूप लेख्ने हो कतिवटाको छ 5वटाको छ पेन्ट यहाँ चाहिँ अब पेन्ट मात्र लेख्नु पर्यो किनभने मल्टिपल बोन्ड छ मल्टिपल बोन्डको पनि नम्बर दिनुपर्छ कति हो इन 2 इन अनि कति ओल 3 ओल ल 4 मिथाइल 2 इन 3 ओल ल अब हुन्छ अब यो क्वेसन नम्बर 4 चाहिँ अलिकति डिफ्रेन्ट टाइपको छ क्वेसन नम्बर 4 मा चाहिँ तिमीले हेऱ्यौ भने दुईटा फङ्सनल ग्रुप छ अब दुईटा फङ्सनल ग्रुप आउँदा चाहिँ कसलाई प्रियोरिटी दिने त ल पहिला त ल एउटा फङ्सनल ग्रुप आउँदा एउटा मल्टिपल बोन्ड आउँदा त्यसपछि अनि सब्स्टिट्युएन्ट आउँदाखेरि चाहिँ हामीले प्रियोरिटी कसलाई दिन्थ्यौँ फङ्सनल ग्रुपलाई दिन्थ्यौँ अनि मल्टिपल बोन्डमा जान्थ्यौँ अब चाहिँ दुईटा फङ्सनल ग्रुप छ दुईटा फङ्सनल ग्रुप हुँदाखेरि फङ्सनल ग्रुपको चाहिँ एउटा प्रियोरिटी टेबल अर्डर भनेर आइयुपिएसीले निकालेको छ
त्यसलाई फलो गर्नुपर्छ। त्यसमा चाहिँ सबभन्दा सुरुमा जुन अगाडि आउँछ त्यसलाई चाहिँ हामीले के मान्ने भन्दाखेरि फङ्सनल ग्रुप मान्ने। अनि अर्को जुन सेकेन्ड फङ्सनल ग्रुप हुन्छ त्यसलाई चाहिँ हामी के मान्ने सब्स्टिट्युएन्ट मान्ने। अब एमा नम्बर दिउँ। अब एमा पिरियोडिक सबभन्दा पिरियोडिक सुरुमा कसले पाउनु पर्यो भन्दाखेरि उसले पाउनु पर्यो है फङ्सनल ग्रुपले 1 2 3 4 5 ल त्यसपछि अब मिथाइल र इथाइल चाहिँ पहिला कसको नाम लेखिन्छ इथाइलको नाम लेखिन्छ है। टु इथाइल अल्फाबेटिकल अर्डरमा हुन्छ अल्फाबेटिकल अर्डरले पहिला प्रियोरिटी पायो त्यही भएर टु इथाइल। त्यसपछि अब अर्को के छ मिथाइल र हाइड्रोक्सी छ होइन मिथाइल र हाइड्रोक्सी छ भने चाहिँ मिथाइलले पायो हाइड्रोक्सीले पायो होइन। ल हाइड्रोक्सीलाई दिउँ 3 हाइड्रोक्सी हाइड्रोक्सी बुझ्नु यसलाई कमा 4 मिथाइल ल कार्बन चाहिँ 1 2 3 5 पेन्टेनोइक एसिड पछाडि एउटा मात्र हो एक नम्बरमा छ त्यही भएर लेख्नु परेन पेन्टेनोइक एसिड ल यसरी गर्ने है त यति आजको लागि।